Hey, bro. I'm looking cool now. Yeah. Yeah. Thank you. ल गयो अब जाऊ त्यही राति मैले लाएको होइन पाइदिमा रहेनछ धानकै पाला झुलाउला बुझिरा डुलाउला अहिले चाहिँ हामीहरू मार्फामा आइपुग्यो मार्फामा यो चाहिँ होटल रहेछ यहाँनिर यो चाहिँ यस्तो भित्र मित्रहरू चाहिँ अब के अरे शालिग्राम खोज्न जाने अरे म चाहिँ अब जेरी गल्लीतिर जानु लागेको यतापट्टि एउटा अब यो हाम्रो हो यहाँ बसियो यतापट्टिबाट आएको हामीहरू यो जुन मुक्तिनाथबाट आएको बाटो अनि यतापट्टिबाट चाहिँ हामीहरू काठमाडौँबाट आएको बाटो अब जाने चाहिँ अब यहाँबाट यतापट्टि जेरी गल्ली यतापट्टि जेरी गल्ली जाने एकछिन घुम्ने आएको बेला घुमिदिउँ न त भनेर लागु कस्तो छ आजको बसाइ यहीँनिर मार्फामा यो मार्फाको आर्ट कार्ड होटलमा देखो रमाइलो रहेछ चिसो हावा चलिरहेको छ अलिअलि चिसो छ त्यही भएर ज्याकेट पनि लगाएँ मफलर पनि लगाएर त्यसमा निक्लिनु लागेको अब चाहिँ जेरी गल्लीतिर जान्छु जेरी गल्लीमा हेरौँ के छ कस्तो छ देखिन्छ नै होला यताबाट यो चाहिँ हामीहरू काठमाडौँ पोखरातिरबाट आउने बाटो अब मार्फा भिलेज अब चाहिँ म मार्फा भिलेजतिर यो चाहिँ मार्फा भिलेजतिर जाने एकछिन घुम्ने के छ कस्तो छ हेर्ने देखाउँला है त हल्ला गर्ने टिम भेट्यो मैले भाइहरू के अरे जापाबाट आएको अरे दमकबाट म चाहिँ काठमाडौँबाट आएको यिनीहरूसँग अब जेरी गल्ली यही गल्ली हो किन थाहा छैन यही होला भयो भने ठिकै नभए पनि ठिकै अब जुन गल्ली हो त्यही गल्ली घुमाउला है त मित्र जेरी गल्ली कतापट्टि यही हो ल अनि भन तिमीहरू कतिजना तिनजनामा त्यहाँ ग्रुपमा कति आएको थियो फ्यामिलीसँगै आएको आमा बाबा पनि आउनु भएको छ अनि आमा बाबालाई चाहिँ छोडेर अनि तिमीहरू के अरे बङ्कर हिँडेको हो क्या पछाडि आउँदै हुन्छ बाउले देख्छ आमाले देख्छ भन्दै लुकी ब्रो लेट्स मुभ टु जेरी गल्ली जेरी गल्लीबाट बाइकहरू निक्लेको अब चाहिँ हामीहरू लाग्यो जेरी गल्लीभित्र जाने अब जेरी गल्लीमा गएर हेर्ने जेरी गल्लीमा यस्तै गरेर यो ड्रेसहरू पाउँदो रहेछ ड्रेसहरू लाएर हामी के अरे निक्लिराख्नु भएको थियो 2-4जना साथीभाइहरू भनौँ के मित्रीहरू जस राम्रो जेरी गल्ली कति माथिसम्मलाई जेरी गल्ली भन्छ अझै अगाडि हो गाउँको बिचमा हो गाउँको बिचमा हो गुम्पाको छेउमा ल ए गाइज तिमीहरूको उको बारेमा दियो नि त गफ दियो नि त अलिकति के गर्यो कता घुम्यो कतिको रमाइलो भयो होइन मुक्तिनाथमा कतिको रमाइलो भयो मुक्तिनाथमा रमाइलो गर्यो कतिजना आएको जम्मा तिमीहरू 10जना थियो तिमीहरू पनि इभीमा आएको याक याकलाई सोध्दा त किन नचलेको भनेर हान्दी भने के गर्ने है याक हजुर जेरी गल्ली चटपटे आऊ छिटो खाऊ छिटो खाऊ भन्नुहुन्न ल अब भाइहरूसँग लाग्यो जेरी गल्ली यिनीहरू चाहिँ के अरे दमकबाट आएको अरे अनि यहाँ भेटेर अनि गफ गर्दै लागेको जे होस् गल्ली जेरी गल्ली अगाडि थ्याङ्क यू मेरो यो अर्किडमा तपाईँहरू कुनमा बस्नुभयो ल ठिकै छ भेटघाट भइहाल्छ बाटोमा होइन ल इन्जोय हेलो खै त जेरी गल्ली
Jerry Gully. Oof. अहिले चाहिँ म जेरी गल्लीमा जान लागिरा बाटो चाहिँ मजाको रहेछ जे होस् सानो बाटो ढुङ्गा उछाएको मजाको जे होस् 2 दिन भयो आज काठमाडौँदेखि हिजो आएर बेनीमा बसेको थियो आज यहाँ मार्फामा मुक्तिनाथ गएर मार्फामा बस्ने मार्फामा बस्नदारी टाइम थियो त्यही भएर टाइम भएको हुनाले अब यो जेरी गल्ली लागेको जेरी गल्लीबाट यहाँबाट माथि गुम्बासम्म जान्छु गुम्बामा गएर अनि त्यस पछाडि एकछिन ढोगेर त्यस पछाडि फर्किन्छु फर्केर चाहिँ अनि त्यस पछाडि अनि साथीभाइहरूसँग बसेर एकछिन खानासाना खाने त्यस पछाडि सुत्ने भोलि बिहान एकचोटि उठेर पोखराको लागि जानुपर्छ पोखरा सायद भोलि 11-12 बजीतिर पुग्छु होला 11-12 बजीतिर पुग्ने अनि त्यस पछाडि अनि भोलि पोखराको पुरै टुर गरेर पोखराको साइट सिन गरेर अनि पर्सिको बिहानै काठमाडौँ लाग्ने अनि काठमाडौँ सायद पर्सि बेलुकातिर पुगिन्छ होला एनिवे बहुत रमाइलो जेरीको गल्लीमा लाग्यो अब जेरी गल्लीमा बज्यो बेग्लै क्या चिसो चिसो है अलिकति अलि तान्दै चुसे चुसे अब जेरी गल्ली अलिकति नजिकमा होला अब धेरै टाढो छैन जेरी गल्ली घुम्ने त्यस पछाडि मासतिर त्यो स्तुपा छ त्यहाँ घुम्ने अनि त्यस पछाडि फर्केर आउने फर्केर आएपछि अनि त्यस पछाडि खाना खाने सुत्ने नमस्ते खै त नमस्ते भन्नुस् न नमस्ते भन्नुस् न नमस्ते भन्नुस् न सन्चै हुनुहुन्छ तपाईको नाम के भन्नुस् न ओ बाइ बाइ सात जेरी गल्ली हेलो जेरी गल्ली ब्रो जेरी गल्ली यो म्यान कहाँबाट काठमाडौँबाटै हो अनि तिमीहरूले युनिफर्म कहाँबाट हिँड्यो कति लिँदो रहेछ 200 रुपियाँ म पनि आउँछु यार म पनि लाउनु जान्छु अलिकति हेलो कति टाढो छ यो जेरी गल्लीभित्र कति भित्र छ म पनि जान्छु नाइ म पनि लाउन जान्छु ल म पनि लाउन जान्छु ओके अलिक पछाडि राम्रो देखिया छ राम्रो देखिरहेछ 100 रुपियाँ क्यास हो त टोपी सिक्छ नि होइन म होइन साथीहरू छ नि त्यहाँनिर ठन्डा छ तर सबै बाजेहरू छ बाजेबोजूहरू छ नि तपाईँको टोली चाहिँ एक्लै म चाहिँ एक्लै हो म सिङ्गल आएको मलाई त्यो हुन्छ नि बन्चमा हिँड्न मजा लाग्दैन क्या अब तिमीहरू जस्तो भेट्छ अनि रमाइलो गऱ्यो अनि जहाँ पनि गयो हल्ला गऱ्यो एकछिन हल्ला गऱ्यो छुट्यो आनन्दै होइन सँगै हिँड्यो भनेदेखि एउटाले एउटा भन्छ अनि पनि पाउँदैन क्या मजै आउँदैन ए ब्रो I'm looking cool now. Yeah. Thank you. Mala.
अब त म पक्का शेर्पा देखिन्छु मलाई पक्का थाहा छ कि हो गोरे नि हुन्छ तपाईँ चाहिँ माथि थ्याङ्क यू जाउँ ल एक्सप्लोर गर्ने जेरीगल्ली भेटघाट भयो रमाइलो भयो अब मजा गर्ने जाने अब जेरीगल्ली जाने हो नि त हामीहरू जेरीगल्ली जाने ब्रो अब जेरीगल्ली गरेर हल्ला गर्ने जेरीगल्ली लेट्स गो लेट्स मुभ गल्ली गल्ली जेरीगल्ली जेरीमा पुरी सवारी खाने हामीहरू है पुरी सवारी खाने हामीहरू आइयो टक्का लगाएर पक्का लगाएर ल अगाडि जाऊ तिमीहरू ल होइन म अगाडि पछाडि आएँ ल तिमीहरू पछाडि सुट गरेर जेरीगल्ली हिरो नहुने तिमीहरूलाई कति हिरो कुनै भएन नि यार हिरो नै मात्रै नहुने चाहिँ को अरे दया हाङ राई तिमी साँच्चै नै राई हो कि होइन तामाङ हो म चाहिँ राई हो ल होइन जम अब हेर्दै जाउँ अगाडि ल मार्फा पनि सुट गर्यो ल गयो अब जाउँ त्यही राति मैले लागेको होइन पाइदिमा रहेनछ धनकै बाला झुलाउला बुझिला डुलाउला धनकै बाला डुलाउला कन्तीलाई बुलाउला ओइ ल जाऊ जेरीगल्लीको इभिनिङ वक म पनि लिन्छु ल हेलो आउनुहोस् आहा